मेरो नाम चाहिँ प्राध्यापक डाक्टर धनेश्वर नेपाल हो। मैले नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गरेको हो र त्यसपछि म अहिले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति। नेपाल सरकारले यो पहिलो पटक एउटा प्रतिस्पर्धाबाट उपकुलपतिको चयन गर्ने एउटा नीति लियो। त्यसमा पनि म पनि सहभागी बने। 13 जना प्रतिस्पर्धी विद्वान साथीहरू हुनुहुन्थ्यो। आफ्नो प्रेजेन्टेसन, योजना, कार्यक्रम सबै प्रस्तुत गरेर मैले चाहिँ विश्वविद्यालयको उपकुलपति हुने मैले सौभाग्य प्राप्त गरेँ। यसको केन्द्रीय कार्यालय चाहिँ दाङमा छ। नेपालको एकमात्र यो संस्कृतको वैदिक ज्ञानको अध्ययन अनुसन्धान गर्ने र यसलाई नेपाललाई यो वैदिक ज्ञानको, प्राच्य ज्ञानको केन्द्र बनाउने अनुसन्धानका माध्यमले स्थापित यो विश्वविद्यालयको म उपकुलपति। हेर्नुहोस्, म यथार्थ कुरा गर्नुहुन्छ भने म दुर्गम जिल्ला दैलेख, अहिले त दैलेख अलिकति आधुनिकताले धेरै प्रगतिमा पुगिसकेको छ। म सामान्य परिवारको मान्छे। मेरो बुवाले खेती किसानी, गाई भैँसी पालन त्यस्तो पेसा गर्नुहुन्थ्यो र म सामान्य परिवारको मान्छे हुँ। र म चाहिँ आफ्नो दाजुले संस्कृत माध्यमिक विद्यालयमा यता वाल्मिकी विद्यापीठमा पढ्दै गर्दा यो संस्कृत चाहिँ कस्तो भने हाम्रो वैदिक संस्कृति, हाम्रो मौलिक ज्ञान भएको हुनाले मलाई त्यतातिर पढ्ने चाहना, मतलब त्यतातिर म आकर्षित भएँ। अर्को कुरा, मेरो आफ्नो बाध्यता पनि थियो। हेर्नुहोस्, मैले अरू ठुल्ठुला अरू कलेजहरूमा, अरू आधुनिक कलेजहरूमा पढ्ने सम्भावना थिएन मेरो आर्थिक अवस्थाले गर्दा। त्यसैले यो संस्कृत छात्रावास मेरो पठन पाठनका निम्ति आश्रय स्थल बन्न पुग्यो। म रानीपोखरीमा 8 कक्षामा यो संस्कृत मावि, भानुमाविसँगै संस्कृत मावि छ, त्यहाँ 8 कक्षामा भर्ना भएर अनि त्यहाँदेखि पढ्दै जाँदा संस्कृत छात्रावासभित्र एउटा संस्कृत पढ्नेहरूको एउटा ठुलो जमात थियो। त्यो भित्र प्रवेश गरिसकेपछि त्यसपछि वाल्मिकी क्याम्पसमा एसएलसी पास गरेपछि वाल्मिकी विद्यापीठमा म गएँ र त्यहाँबाट मेरो उत्तर मध्यमा तहदेखि त्यो आचार्य तह भन्छ, यो स्नातकोत्तर तहलाई, त्यो डिग्री तह त्यहाँबाट पास गरिसकेपछि म त्यही क्षेत्रमा फेरि आफ्नो योग्यता भएर नै होला मैले त्यहाँ पनि अवसर पाएँ। म ज्योतिष विषयको प्राध्यापक, म पहिला सुरुमा सहायक प्राध्यापकबाट प्रवेश गरेर अनि बिस्तारै म प्राध्यापक तहसम्म म पुग्न सफल भएँ। त्यहाँ पढाउँदा पढाउँदै मलाई यो फेरि उपकुलपतिको अवसर पनि आयो। त्यसैले यो चाहिँ कस्तो हो भन्दा हाम्रो संस्कृत भनेको ज्ञान विज्ञानको भण्डार हो। ज्ञान पनि छ, विज्ञान पनि छ र हाम्रो मौलिक पहिचान बोकेको भाषा हो र सम्पूर्ण भाषाको जननी पनि हो। यसलाई देव भाषा पनि भनिन्छ र यसलाई वास्तवमा अब राज्यले चाहिँ अलिकति त्यति चासो दिन सकेन केही समय यतादेखि भन्ने कुरा चाहिँ छ। तर त्यो पढेकोमा म आफू चाहिँ गौरवान्वित नै छु। हो, यसमा के छ भन्दाखेरि वेद स्वयंमा विज्ञान हो। वेद भनेको सबैभन्दा ठुलो, वेदभित्र तपाईँको सम्पूर्ण शिक्षाहरू जस्तो शिक्षा, कल्प, आयुर्वेद, योग, प्राकृतिक चिकित्सादेखि लिएर अर्थशास्त्र, राजनीतिशास्त्र, स्थापत्यदेखि सम्पूर्ण जति अहिलेको आधुनिक विधाहरू भनेर चिनिएका छन् ती विधाहरू त्यही वेदबाट निश्रित भएका हुन्। त्यसको मूल नै वेद हो। त्यसैले अब त्यसका अरू हेर्नुभयो भने त्यसपछि महाभारत, अनि तपाईँको इतिहास, पुराण, उपनिषद, अब यीभित्र तपाईँ प्रवेश गर्नुभयो भने त त्यहाँभित्र ज्ञानको कति खजाना छ त्यो कुरा चाहिँ त्यहाँभित्र पसेपछि मात्रै थाहा हुन्छ। त्यसैले अब हेर्नुहोस्, आयुर्वेद र योग भनौँ न, स्वयं श्रीकृष्णले योगस्थ कुरुकर्माणि भनेर चाहिँ सुरु गर्नुभएको योग हो, होइन? त्यसपछि अब आयुर्वेदको पनि
धन्वन्तरी त्यसको चाहिँ जन्मदाता हुन्। त्यसको पहिलो चाहिँ सूत्रपात अथवा त्यसको आविष्कार चाहिँ हाम्रो पूर्वीय जगतबाटै भयो। हाम्रो हिमालकै कोखबाट ऋषिमुनिहरूले को तपस्या र उनीहरूको ज्ञानबाट चाहिँ यो वैदिक ज्ञान चाहिँ निश्रित भएको हुनाले र यसमा चाहिँ अहिले अन्तर्राष्ट्रिय क्षेत्रले इभन नासाले पनि यो संस्कृतको व्याकरण कस्तो हो त, कति वैज्ञानिक रहेछ, अन्तर्राष्ट्रियमा कुनै पनि सूचना सम्प्रेषण गर्दाखेरि यो संस्कृत भाषा चाहिँ सबैभन्दा यो उपयुक्त छ भनेर अहिले नासाले अध्ययन गरिराखेको छ। अरू भाषामा त्यो वैज्ञानिकता छैन, व्याकरणमा त्यति वैज्ञानिकता छैन। अब मुख्य त्यसैमा भयो हेर्नुहोस्, हामीले हाम्रा ऋषिमुनिहरूले, अनुसन्धाताहरूले, साधकहरूले जुन ज्ञान दिएर गए नि, त्यो एउटा ग्रन्थमा यो फेरि कस्तो भन्दा ऋषि परम्पराबाट तपाईँको श्रुतिबाट नै, श्रुति परम्पराबाट आएको छ। कतिपय कुराहरू तपाईँको शास्त्रमा पनि लेखिएको छैन हैन, एक गुरु शिष्य परम्पराबाट अगाडि बढेको हो। हेर्नुहोस्, पछि मात्रै आएर लिपिबद्ध भयो। तर केही समयपछि चाहिँ संस्कृतमाथि चाहिँ आक्रमण भयो। त्यो आक्रमण भएपछि संस्कृतका ग्रन्थहरू पनि जलाइए। संस्कृतमाथि आक्रमण भयो र त्यो हाम्रा जति मूल्यवान कुराहरू थिए ती कुराहरूलाई खोजबिन गरेर, अध्ययन अनुसन्धान गरेर जुन अगाडि बढाउनु पर्ने हो नि, त्यो कुरामा पछिल्लो पुस्ता चाहिँ अलिकति त्यति अग्रसर हुन सकेन, उसले नेतृत्व लिन सकेन। त्यसले गर्दाखेरि तपाईँको पुस्तकेषु चया विद्या परहस्तगतम भन्छ नि, पुस्तकभित्र भएको ज्ञान र अर्काको हातमा गएको धन फिर्ता हुँदैन भने जस्तो त्यो किताबका पन्नाहरूमा ग्रन्थमा त छ, तर त्यसलाई यो यति धेरै मानवीय मूल्य का कुराहरू छन्, मानवका लागि, विश्व मानवका लागि, समाजका लागि उपयोगी कुराहरू छन्। ती कुराहरूलाई हामीले उजागर गर्नको लागि त्यो ज्ञानको भण्डारलाई हामीले चाहिँ खोलिदिनु पर्थ्यो, अथवा त्यो ज्ञानलाई हामीले अनुसन्धान गरेर त्यसलाई त्यसको शोधन गरेर विश्व समुदाय समक्ष ल्याउन सक्नु पर्थ्यो। त्यो गर्न नसक्दाखेरि चाहिँ संस्कृत क्षेत्र अलिकति पछाडि परेको हो। हेर्नुहोस्, तर नत्र चाहिँ अब त्यसमा हाम्रो अयम निज परोवेति गणना वसुदैव कुटुम्बकम जस्तो त्यस्तो उदात्त भावना छ। विश्वैक निर्णय, विश्वलाई नै अहिले ग्लोबलाइजेसन भन्नुहुन्छ नि, विश्वलाई एउटै परिवार हो भनेर, एउटै गुण, चराको गुण जस्तो भनेर पहिल्यै भनिसक्यो, उसैले भनेको छ। वयम राष्ट्रिय जागृयाम, हाम्रो राष्ट्रलाई जगाऊ हैन, समगच्छदम सम्बद्धम, सँगै जाउँ। अहिलेको समाजवादको कुरा गर्छ नि, यो समाजवादका सबै कुरा, समानताका कुराहरू वेदमा छ, संस्कृतमा छ। हेर्नुहोस्, तर यो ज्ञानलाई अब विश्व समक्ष लैजानको लागि यसको उपयोगितालाई सिद्ध गर्ने गरी विश्व समक्ष प्रचार प्रसार गर्न र लैजान नसकिएको यथार्थ चाहिँ हो। अब चाहिँ त्यो गर्नुपर्छ र संस्कृतलाई आधुनिकतासँग जोडेर अहिलेको पुस्ताको रुचि अनुसार यसलाई जोडेर लैजानुपर्ने आवश्यकता छ। र त्यसलाई जोड्ने आधार भनेको के हो भन्दाखेरि अहिले वास्तु भन्नुभयो, अहिले भवन त बनाउँछ अहिले आधुनिक इन्जिनियरले, तर त्यसको कोठा कतातिर सुत्ने, शयन कक्ष कता राख्ने, त्यसको बाथरुम कता हुने, तपाईँको चाहिँ त्यसको चाहिँ किचन कतातिर राख्ने, त्यो कुरो केही पनि नमिलाएर गरेको छ। त्यसले गर्दाखेरि त्यसले शुभ दिँदैन। वास्तु शिक्षा भइदिएको अहिले त्यो खोजिराखेको छ समाजले। अब ज्योतिष भन्नुहोस्, ज्योतिषमा हरेक त्यो समाजको जरा जरासम्म भिजेको विषय हो यो। यता फली ज्योतिष भन्नुहोस् अथवा सिद्धान्त ज्योतिष भन्नु, म आफै सिद्धान्त ज्योतिषको विषय हो। मैले ग्रहगति भनेर चाहिँ पूर्वीय र पाश्चात्य ग्रहगति विमर्श भएर मैले अध्ययन गरेको छु। पूर्वीय र पाश्चात्यको ब्रह्माण्डदेखि ग्रहहरूका गति सम्बन्धमा मैले अध्ययन गरेको छु। त्यो हाम्रो ऋग्वेदमै पहिले पृथ्वी गतिशील छ भन्ने कुरा ऋग्वेदमै, एस्यम कृष्णम अरुणम च सहिते अहोरात्र बिते भूम्यम अधिवर्षेण पृथ्वी धामिनी धामिनी। पृथ्वीको गतिको कारणले यो पृथ्वीमा दिन र रातको व्यवस्था हुन्छ भनेर ऋग्वेदले पहिल्यै भन्यो। तर हाम्रो त्योभन्दा पछिको पुस्ताले त्यसलाई खोज्न जानेन। अब पछि के भने पृथ्वी अचला अनन्त लेख्न थाले। पृथ्वी अचल छ भनेर अहिले पनि संस्कृतको ज्योतिषमा पढाइ हुन्छ, तर ऋग्वेदले पहिल्यै निर्देश गरिसकेको थियो, त्यसलाई हामीले अगाडि बढाउन सकिएन। भास्कर आचार्यले पहिल्यै न्युटनभन्दा करिब 1100 वर्ष पहिलाका भास्कर आचार्यले आकृष्ट शक्तिश्च मयि तया यत् खस्तम गुरु स्वाभिमुखम स्वशक्तया, आकर्षण शक्तिका कारण पृथ्वीले माथि फालिएका वस्तुहरूलाई आफूतिर आकर्षित गर्छ, खिच्छ भनेर पहिले भनिसकेको। तर
पछि यो आविष्कारक भनेर न्युटन चिनियो, किनभने पश्चिमाले प्रचार गर्यो, न्युटनले त्यसको गणितीय धरातल त्यसको सूत्र निर्माण गरिदिए, त्यसले गर्दा त्यसको आविष्कारक उनी भए। अब तपाईँ अर्को हाम्रो चाहिँ त्यति बेला यज्ञको प्रयोजन चाहिँ के हो त भन्दाखेरि यज्ञ चाहिँ कालमा आश्रित हुन्छ। त्यो यज्ञको चाहिँ वेदी बनाउने हुन्छ नि, त्यो यज्ञको वेदी बनाउँदाखेरि त्यति बेला त्यो त्रिभुज के अरे यो भुजवर्ग प्लस कोटिवर्ग भनेर बराबर कर्णवर्ग भनेर आउँछ नि, ए स्क्वायर प्लस बी स्क्वायर बराबर सी स्क्वायर भन्ने त्यो त्रिभुज, त्यो अहिले पाइथागोरसले आविष्कार गरे भन्छ। त्यो हाम्रो चाहिँ वेदी निर्माणमा तपाईँको यज्ञको वेदी निर्माणमा त्यो प्रयोग हुन्थ्यो। हेर्नुहोस्, त्यो कुरा हामीले ल्याउन सकेनौँ। त्यसैले मैले भनिराखेको छु संस्कृतभित्रको खजाना छ, तर त्यसलाई हामीले अनुसन्धान गरेर अगाडि बढाउन नसकेको अवस्था हो। यो मेरो युनिभर्सिटीको योजना के छ भने सबभन्दा पहिला संस्कृतभित्र अहिले 3टा धाराहरू छ। एउटा शास्त्रीय विषयहरू छन्, वेद, व्याकरण, साहित्य, ज्योतिष, इतिहास, पुराण। अर्को दर्शन छ। अहिले दर्शनप्रति विश्व कति चासो छ, हाम्रो पूर्वीय दर्शन र पाश्चात्य दर्शन। अब दर्शनको पढाइ हुन्छ दोस्रो कुरा। तेस्रो कुरा संस्कृतभित्रका जुन मैले अघि भने प्राविधिक विषयहरू छन्, जो चाहिँ रोज त्यो चाहिँ विश्व बजारमा भोलिको जनशक्ति त्यहाँ बिग्न सक्ने खालका, ती कुरालाई हामीले यी 3टै पक्षलाई, एकातिर प्राविधिक विषय जहाँ युवाहरूको आकर्षण हुनसक्छ, जनतासँग जोडिएको छ, आधुनिकतासँग जोडिएको छ, ती विषयका कार्यक्रमहरूलाई, शैक्षिक कार्यक्रमहरूलाई, अनुसन्धानलाई अगाडि बढाउँदै जाने। त्यसबाट विश्वविद्यालयको आम्दानी, विश्वविद्यालयलाई पनि एउटा बनाउने, आत्मनिर्भर बनाउँदै जाने। दोस्रो, यो अब जो भनौँ शास्त्रीय विषयहरू छ नि, यी त संरक्षणकारी हो, विशिष्ट प्रकृतिको विश्वविद्यालय हो। विद्यार्थीको सङ्ख्या हेरेर मात्र यहाँ हुँदैन संस्कृतको, किनभने यो संरक्षणकारी चाहिँ विद्या भएको हुनाले अरू शास्त्रीय यताबाट चाहिँ नि यसलाई डेभलप गरेर यतातिरलाई प्रोटेक्सन गर्नुपर्ने अवस्था छ। त्यसैले हामीले एकातिर दर्शनलाई पनि अगाडि बढाउने, दर्शनमा पनि अब अहिलेसम्म दर्शनको पाठ्यक्रम खासै छैन। एकीकृत रूपमा हाम्रो सम्पूर्ण दर्शनलाई एकमुष्ट र यो पाश्चात्य दर्शनलाई जोडेर एउटा यस्तो पाठ्यक्रम गर्ने, जसले गर्दाखेरि बाहिरका र हाम्रा नेपालका र अरू पाश्चात्य जगतका विद्यार्थीहरूले पनि त्यो पढ्न पाउन्। अहिले त्यतातिर पनि खोजी भइरहेको छ र मैले त्यतातिर पनि आफूले चाहिँ त्यो पाठ्यक्रम निर्माण गरेर अगाडि बढ्नुपर्छ जस्तो मलाई लागिरहेको छ। अर्को कुरा, हामीसँग यो प्राकृतिक चिकित्सा जस्ता यी विषयहरू छन्, यी विषयहरूलाई अब समाजसँग लैजानु पऱ्यो नि त। समाजले त बुझेको छैन। त्यसको लागि नन क्रेडिट र क्रेडिट कार्यक्रमहरू दुईटै पाठ्यक्रममा बनाएर उपाधिमूलक र निरुपाधिक कार्यक्रमहरू विश्वविद्यालय लागू गरेर यो 7वटा प्रदेशमा यी कार्यक्रमहरू लागू भयो भने प्रत्यक्ष जनतासँग, पिपुलसँग पनि यसलाई जोड्ने गरी जानुपर्छ। र अर्को कुरा, विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्पर्क चाहिँ अलिकति हुन सकेको छैन। अलिकति साझेदारीमा अब अनुसन्धानमूलक गतिविधिहरूलाई, शैक्षिक कार्यक्रमहरूलाई जोड दिने। आज पनि हाम्रो यो विश्व संस्कृत सम्मेलनको क्रममा भिसी मिटिङमा यी कुराहरू चले। के कुरामा कोल्याबोरेसन गर्न सकिन्छ त विश्वविद्यालयहरूको बिचमा, हाम्रो यहाँको संस्कृत विश्वविद्यालय र यो भारतका संस्कृत विश्वविद्यालयहरूको बिचमा कतिपय साझा एजेन्डाहरूमा हामी सहमति गरेर अगाडि बढ्न सक्छौँ कि त्यो सम्भावना के हुन्छ भने आज चन्चु प्रवेश गऱ्यौँ हामीले। यो चन्चु प्रवेश मुसले प्रवेश भन्छ क्या। पहिला सानो सियो बनेर पसेर पछि मुसल बनेर निस्किनुपर्छ भन्ने एउटा सिद्धान्त छ। अब आज हामीले त्यो चाहिँ हाम्रो छलफल सुरु भएको छ। अब दुवैतिरका विद्वानहरू बसिकन हामीले त्यो खालको एउटा कार्यक्रम निर्माण गरेर ती कार्यक्रमहरूमा सहमति गरेर विद्यार्थी, शैक्षिक, अनुसन्धानमूलक कार्यक्रमहरूलाई आदान प्रदान गर्ने र विश्वविद्यालय अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्ने। तेस्रो कुरा, बाहिरका विश्वविद्यालयहरूलाई जोड्नको निम्ति हामी के गर्न सक्छौँ त संस्कृतका कार्यक्रमहरूलाई अनलाइन मार्फत, अहिलेको डिजिटल युग भने प्रविधिसँग पनि अहिले संस्कृतलाई जोडेर चाहिँ जानुपर्छ जस्तो मलाई लाग्छ। यो चाहिँ 2043 सालमा पहिला यो विश्वविद्यालय ट्युकै एउटा अङ्गको रूपमा यो थियो र पछि 2043 सालमा संस्कृत शिक्षालाई व्यवस्थित गर्ने र यसलाई संस्कृत अध्ययन, संस्कृतको प्राच्य विधा जुन छ
त्यसको केन्द्र बनाउने र हाम्रो भाषा, संस्कृति, धर्म जुन हाम्रा चाहिँ मौलिक आधारभूत वैदिक कुराहरू छन् हाम्रा आफ्ना, त्यो कुराको संरक्षण गर्ने र संस्कृतलाई चाहिँ एउटा चाहिँ संस्कृतको प्रवर्धन गर्ने उद्देश्यले चाहिँ 2043 सालमा यसको स्थापना भयो। स्थापना भइसकेपछि अहिले यसका चाहिँ हाम्रो चाहिँ 13वटा आङ्गिक क्याम्पसहरू छन्, त्यत्तिकै सङ्ख्यामा सम्बन्धन प्राप्त क्याम्पसहरू छन् र अब विश्वविद्यालयको सबभन्दा समस्या के भयो भने पछिल्लो टाइममा यो उत्तर मध्यमा त फ्रेज आउट भएपछि हामीलाई विद्यार्थी स्रोतको चाहिँ समस्या भयो हेर्नुहोस्। किनभने डाइरेक्ट संस्कृत पढेर एकैचोटि संस्कृतमा आएर ऊ शास्त्री तहमा अथवा स्नातकमा उसले गएर त्यो संस्कृत गहन संस्कृतलाई त्यसले वहनै गर्न सक्दैन विद्यार्थीले। त्यसका लागि एउटा प्राक शास्त्री भनेर हामीले 6 महिनाको कोर्स त बनाएको छौँ, तर त्यो कोर्स पढेर आएको विद्यार्थीले पनि संस्कृतका तपाईँका त्यत्रा साहित्य भनौँ शास्त्रीय विषयहरूलाई अलिकति जति त्यो त्यसमा ज्ञानको गहिराई र सक्षमता हुनुपर्ने नि त्यो चाहिँ अलि त्यति चाहिँ विद्यार्थीले वहन गर्न नसक्ने भएको हुनाले हामीलाई अहिले त्यो समस्या छ। त्यसैले अब यसको आधार के हो भने गुरुकुलहरू हुन्। अहिले झन्डै देशभरि करिब 200वटा गुरुकुलहरू छन्। राज्यले पनि त्यसलाई केही अनुदान दिएर संरक्षण त गरिराखेको छ। ती गुरुकुलहरूलाई हामीले अगाडि बढाउनु पर्ने अवस्था छ। अर्को कुरा म के भन्न चाहन्छु भने 2028 सालमा जब नयाँ शिक्षा नीति लागू भयो, हाम्रो नैतिक शिक्षा, हाम्रो आचरणको सच्चरित्रताका कुराहरू जुन जीवन मूल्य पद्धतिसँग जोडिएको यो संस्कृत शिक्षा हो, त्यसको एक किसिमले मूल छेदनै गरियो। यो तल विद्यालय तहदेखि आधारभूत तहदेखि थियो र त्यसको फाउन्डेसन जग थियो र पो माथि विद्यार्थीहरू आउँथे। तर त्यो चाहिँ गरिदिसकेपछि संस्कृत शिक्षामाथि त्यहाँबाट प्रहार भयो। त्यसैले अब अहिले के छ भने एउटा संस्कृतप्रति जागरण आएको छ। संस्कृतलाई हामीलाई चाहियो। अहिलेको पुस्तालाई संस्कृत नहुँदाखेरि आज संस्कृतभित्र सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामय भन्ने थियो। वयम राष्ट्रिय जागृयमा राष्ट्रियताप्रति, एउटा राष्ट्रप्रति, आफ्नो परिवारप्रति होइन समाजप्रति जुन उत्तरदायी बनाउने र एउटा सच्चरित्र नागरिक निर्माण गर्ने जुन शिक्षा थियो त्यो शिक्षालाई हामीले छेदन गरिदिँदाखेरि आज विद्यार्थी अहिलेको पुस्ता कस्तो छ? बाबुआमासँग सम्बन्ध छैन, पारिवारिक सम्बन्ध छैन। खालि उसको लक्ष्य के बनिरहेछ भने बाहिर जाने, विदेश जाने होइन। बाबुआमालाई हिजो मातृदेवो भव, पितृदेवो भव, आचार्य देवो भव भन्ने थियो नि त। तर अहिले के भयो? अहिले बाबुआमाले भनेको अहिलेको पुस्ताले मान्छ, तपाईँहरू पुरातन हो, तपाईँहरू चाहिँ पुरानो हो, थोत्रो हुनुभयो, तपाईँहरू कुरा किन नमान्ने? हामी त आधुनिक हो, हामी प्र्याक्टिकल भइसक्यो। अबको समाज त्यो होइन। तपाईँले बुझ्नु भएन भनेर मेरो आफ्नै छोराले, म संस्कृत पढेको मान्छे, मेरो परिवारको श्रीमती पनि संस्कृतप्रति निष्ठा राख्नुहुन्छ, तर मेरो छोराछोरीले मैले भने मान्दैन। त्यो खालको केले बनायो त भन्दा अहिलेको शिक्षाले। त्यो शिक्षामा एउटा नैतिक शिक्षा राखिदिएको भए, संस्कृत शिक्षा राखिदिएको भए आज राष्ट्रका निम्ति आवश्यक पर्ने एउटा दक्ष जनशक्ति, सच्चरित्रवान जनशक्ति र राष्ट्रियता बोध गर्ने खालको जनशक्ति निर्माण हुन्थ्यो। त्यो हुनसक्दा आज राष्ट्रप्रति घृणा गर्ने खालको, यहाँ के छ र यो देशमा केही पनि छैन, विदेशै जानुपर्छ, यहाँ केही पनि हुन्न भन्ने खालको अहिले तपाईँहरूकोमा त्यो कुरा आउँछ होला। तपाईँहरूले बुझिराख्नु भएको छ। तपाईँ आफै युवा पुस्ताको प्रतिनिधित्व गर्नुहुन्छ होइन। कस्तो छ अहिलेको समाज, अहिलेको चाहिँ नयाँ पुस्ताको बुझाइ। त्यसैले यसलाई करेक्सन गरेर हामी शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने जरुरी देख्छु। अब यो चाहिँ कस्तो भएको छ भने विश्व संस्कृत सम्मेलनले एउटा संस्कृतप्रति नयाँ जागरण पैदा गरिदिएको छ। किनभने विश्व संस्कृत सम्मेलनले भारतका मात्रै होइन, तपाईँको पाश्चात्य देशका विद्वानहरू, त्यहाँका विश्वविद्यालयहरू पनि एकीकृत गरेर एउटा साझा मञ्चमा आएर साझा दृष्टिकोण निर्माण गर्ने र संस्कृतका प्राध्यापकहरूलाई, विद्वानहरूलाई विश्वविद्यालयलाई जोड्ने सेतुको पुलको काम गर्यो। एउटा यसले के गर्यो? देशभरि, संसारभरि एउटा सन्देश दियो कि अबको नयाँ संस्कृतको पनि सम्भावना छ र यो समाजका लागि, राष्ट्रका निम्ति यो संस्कृत आवश्यक छ भन्ने कुरा त्यो गयो। अर्को कुरा, नेपालमा संस्कृत सम्मेलन हुँदाखेरि यो भनेको देवभूमि, सिद्धभूमि, जहाँको हिमालयका कन्दरा मुनिबाट तपस्या गरेर ऋषिहरूले जुन ज्ञानको चाहिँ गरेका थिए, प्रवाह गरेका थिए, यो ठाउँमा हुँदा अहिले विश्वले के भनिरहेको छ भन्दा नेपाल टु द लिड भन्छ।
नेपालले लिड गर्नु, वैदिक ज्ञानका लागि नेपालले लिड गर्नुपर्छ भनेर विश्वले त्यो अपेक्षा गरिराखेको छ भने यो नेपालमा सबै आएर पाश्चात्य क्षेत्रकाले पनि आएर यो संस्कृतको महत्त्वका बारेमा, यसको आवश्यकताका बारेमा छलफल चर्चा परिचर्चा गर्दाखेरि यसले छुट्टै महत्त्व पायो। दोस्रो कुरा, नेपाल संस्कृत विश्वविद्यालय यसको आयोजकको रूपमा यसलाई आयोजना गर्ने त्यो अवसर मैले प्राप्त गरेँ। त्यसले गर्दा यसबाट आएका जुन आउटपुटहरू छन् यसले भोलिको विश्वविद्यालयलाई अगाडि बढाउने क्रममा त्यो जुन प्राप्त भएका चाहिँ जुन कार्यदिशा अथवा निर्देशन यहाँबाट पाएको आउटपुट छ त्यसले एउटा हामीलाई पनि मार्गनिर्देशित गर्ने र एउटा कार्यक्रम बनाएर अगाडि लैजाने त्यो सम्भावनाको ढोका पनि खुल्यो। नेपालभित्रै पनि राष्ट्रपति स्वयं संस्कृत पढेको मान्छे, बद्री पाण्डेजी पनि संस्कृत ज्योतिष पढेको, उहाँ संस्कृति मन्त्री, उहाँले संस्कृतमै मन्तव्य पनि दिनुभयो होइन। भनेपछि नेपालभित्र पनि त यसले चर्चा त पायो। संस्कृत चाहिँ अहिले मैले भनिसकेँ, नासाले यसको वैज्ञानिक पक्षमाथि अध्ययन गरिरहेको छ र संस्कृतको एउटा विशिष्ट विद्वान र कम्प्युटर र अहिलेको आधुनिक प्रविधि बुझेको जनशक्ति अहिले नासाले खोजिराखेको छ भने त्यो खालको जनशक्ति उत्पादन गर्ने गरी हामी जान सक्यौँ भने त मैले त सम्भावना देखाएको छु। अबको केही वर्षभित्र चाहिँ अन्तरिक्षमा संस्कृतको गुन्जायमान हुने मैले सम्भावना देखिराखेको छु। तर त्यसको नेतृत्व चाहिँ अब नेपालले गर्नुपर्छ। नेपाल र यो चाहिँ पूर्वीय क्षेत्र नेपाल भारतले हामीले चाहिँ सामूहिक रूपमा प्रयत्न गरेर त्यो कुरालाई अगाडि बढाउनुपर्छ। अर्को कुरा, यो विश्वविद्यालयहरूको बिचमा कोलाबोरेसन गर्ने एउटा साझा अनुसन्धानका क्षेत्रमा, शैक्षिक क्षेत्रमा, प्राज्ञिक क्षेत्रमा, विद्यार्थी प्राध्यापकहरूको आदान प्रदानका क्षेत्रमा यी कुराहरूमा कोलाबोरेसन गरौँ, साझा सहमति गरेर अगाडि बढौँ र संस्कृतलाई विश्वव्यापी बनाऊँ भन्ने खालको एउटा नयाँ सहमति त्यस्तो खालको चाहिँ भएको छ र यसले भोलिका दिनहरूमा नयाँ सम्भावना, नयाँ क्षितिजलाई चाहिँ उद्घाटन गरेको छ।